So alright guys, alright, what's up everyone, you are watching Leo Vlogs. I'm back again with a new video है अनि छुट्टी एंगलहरु. So आज चाहिँ अलिकति छुट्टै टाइपको भ्लग छ. This might be first. मैले गाडीमा भ्लग हालेकै थिइनँ अहिलेसम्म. गाडी चलाएको बेलामा चाहिँ अनि यहाँ भित्रबाट अनि त्यही हो. आज चाहिँ म यता झरेको थिएँ, वाइल्डै पानी परिरहेको छ. मसँग चाहिँ आज जरिन छ, म मिरमी झरेको थिएँ. सो व्हाट्स अप जरिन? अल गुड. आजको लागि मेरो भिडियोग्राफर त होइन, अब जस म झरेको थिएँ राजेश र त्यहाँ अक्सन चलिरहेको छ कि गेम हुन लागेको रहेछ अनि त्यसको लागि म झरेको थिएँ. खासमा पानी परिरहेको थियो अनि घरबाट उतादेखि आएदेखिबाट गाई निस्केको पनि छैन. सो अलिकति हिँड्नलाई म निस्केको थिएँ. वाइल्डै पानी परेर घर बस्दा बस्दा झ्याउ लाएर खासमा बाइकमा आउँछु भनेको थिएँ अनि झ्याउ लायो, पानी परिरहेको थियो अनि गाडी लिएर हिँड्थेँ. ल जरिले भिडियो गर्छ अब है. मिर्मीको धानहरू खेती हेर्नु न कति राम्रो, कस्तो च्यालेन्ज त्यो वेदर छ. हामी अब तल जाँदैछौँ, हामी ड्यामसम्म पुग्छौँ. अनि कस्तो भइरहेको रहेछ अब कन्टिन्युसली हिजो रातिदेखि पानी परिरहेको छ. ड्याम पनि कस्तो भइरहेछ हेरौँ. यस्तो बाक्लो लाएर हिँडिरहेको छु वाइल्डै जाडो भएर. अनि त्यहाँपछि अरू त्यस्तै हो गाइज. अब आज नयाँ खालको भ्लग होइन, मस्तले हेरिदिनु होला, कस्तो लाग्छ कमेन्ट गर्नु होला. अब म एकछिन यति हुन्छु होला, गाडीमा पनि भ्लग चाहियो भने गाइज क्यान कमेन्ट है. कमेन्ट अब के चाहिन्छ होइन, गाडीको भ्लग पनि चाहिने भए चाहिँ कमेन्ट गर्नु होला. जरिन जाओस्. यो भ्लग चाहिँ हल्का ढिलो भयो नि, अब भ्लगहरू चाँडै आउने छ. अब चाहिँ दाइको कन्टिन्यू भ्लग आउने छ. दाइको भिडियोहरू लाइक सेयर र सब्सक्राइब गरिदिनु होला. नोटिफिकेसनहरू हेर्नु होला त्यहाँ दाइको भिडियोहरूको. सो त्यही हो, पहिलाको भिडियोहरू हालिरहेको छु मैले चाहिँ. किन भन्दा माइट बी यो हामी काठमाडौँबाट आउँदाखेरि एउटा भ्लग सुट गरेर हामी बाह्रसिङे बसेर हो राजेश म. अनि त्यही हो, अब हामी जाँदैछौँ. वाइल्डै बिस्तारै चलाइरहेको छु मैले, किन भन्दा हामी भ्लग गर्दैछौँ अनि पानी पनि परिरहेछ. सो त्यही बिस्तारै कुदिरहेको छौँ हामी. अब हामी यहाँदेखि डिसेन्डरसम्म जान्छौँ. डिसेन्डर भने म्याक्सिममलाई त थाहा छ होला, अब थाहा नहुनेहरूलाई चाहिँ अबको भिडियोमा अब हामी जाँदैछौँ त्यहाँ हेर्नु होला होइन. अति नै हिजो रातिदेखि पानी परिरहेछ अनि आज चाहिँ म खासमा पोखरा जाने कि भनेर पनि सोचिरहेको थिएँ. पानी पऱ्यो सो गएन. अनि अब अरू भनेको के छ भन्दाखेरि अरू त्यस्तै हो गाइज. अब खोला कतिको बडा चाहिँ हेरौँ लेट्स सी. अनि म मेन भनेको आएको भनेको चाहिँ यहाँ केटाहरूको अक्सन छ. ऊ जरिन भाइले चाहिँ एउटा टिम अन गर्दैछ क्या. के अरे नाम के पो? भुमरी मिर्मी भन्ने टिम उसको छ अरे यहाँ. यो के चला अरे केपिएल होइन, कालीगण्डकी प्रिमियर लिग. सो अक्सन कस्तो हुन्छ एकचोटि हेरिदिउँ न भनेर पनि आएको. अहिले हामी माथि गएर अक्सन हेर्छौँ. उसको चाहिँ आफ्नै टिम छ. अब के हो त्यो टिमको चाहिँ उसले आफैले पनि भन्छ. सो त्यही हो, अरू त अब के भन्नु, यस्तै त हो गाइज है. मलाई खासै धेरै बोल्न नि आउँदैन, म धेरै बोल्नु छाडिसकेँ. अब के बोल्छु यस्तै बोल्छु. सो हामी जान्छौँ. त्यहाँ जाँदासम्म जरिलाई पनि पालो दिनु पऱ्यो. उता कुरेर बसिरहेको छ हेरी. यो जरिन टाका भने यही हो. अहिलेसम्म भ्लगमा आएको थिएन होला मेरो भ्लगमा, फर्स्ट टाइम आइरह. सो डिसेन्डर डाँडा आइपुग्यौँ हामी. अब ऊ बोल्छ अनि के बोल्छ अनि म अहिले देखाउँछु झरेपछि. जरिन भन्ने म आफै हो गाइज. आज मैले मेरो टिम अर्गनाइज भन्नाले नि ओन गर्दैछु. मेरो अक्सन चल्दैछ. दाइसँग यहाँ भ्लग बनाउनु भनेर तल आएर छु. उहाँ फोन आइरहेको छ, यहाँ चाँडा आएछ चित्ता चित्नु पऱ्यो अक्सन चलिरहेछ भनेर. ल हामी यहाँ यस्तो हजुरलाई भ्यूहरू देखाउँछौँ, यताउति देखाउँछौँ अनि हामी अक्सनमा जान्छौँ. अक्सनमा गएर हजुरलाई सबै देखाउँछौँ है त. ल सो गाइज राइट नाउ हामी चाहिँ डिसेन्डर डाँडामा छौँ. यो चाहिँ डिसेन्डर डाँडा भन्ने ठाउँ हो. सो धन्यवाद. अब यो चाहिँ कालीगण्डकी ड्याम हो. कतिजनालाई थाहा थिएन भने यहाँ हेर्नु होला, खोला खासै त्यस्तो बढिया रहेछ. उताबाट आएको चाहिँ कालीगण्डकी हो भने सेताबाट आधी खोला जोडिन्छ. मैले योभन्दा अगाडिको भ्लगमा पनि भनेको थिएँ. सो त्यो पानी परिरहेछ अनि यहाँको ड्याम चाहिँ यही नै हो, कालीगण्डकी ड्याम रिजर्भरहरू चाहिँ. त्यो हेर न यस्तो पानी गर्दाखेरि पनि छैन क्या, खोलिरहेको छ क्या त्यसरी. उतादेखि चाहिँ खोल्दो रहेछ. त्यही हो, अब यहाँ बसौँ एकैछिन, हल्का फुल्का म क्लिप लेख्छु है. अनि हामी अक्सरमा जानुपर्ने रहेछ. उसको चाहिँ एउटा टिमै छ अनि उसले चाहिँ त्यहाँ खै के काम गर्नुपर्ने हुन्छ, चित्ता सुत्नुपर्ने हुँदो रहेछ हो. ल अब जे होस् त्यही हो. सो त्यही हो. अनि अब हामी ट्याक्कै यहाँ आइसक्यौँ दाजुभाइ भएर. राजेश पनि आउनु भन्दै थियो अनि उसकै पार्टी प्यालेसमा हो नि त भइरहेको. सो त्यो भाउँदाखेरि चाहिँ ऊ आउनु पाएन. अब हामी ट्याक्क लाएर यहाँ बस्छौँ होइन एकैछिन. सो क्लिप लिगौँ. धेरै भएको थियो क्या यहाँ नआएको, म कति भयो यतातिर नआएको. के आफ्नो भाजु पनि घुमाइरहेको छ. सो त्यही हो, यहाँतिर यस्तो छ गाइजहरू हेर्न सक्नुहुन्छ.
यहाँ पानी खोले है यहाँतिर चाहिँ त्यो यो पुरै डाँडा यो डाँडालाई नै पुरै बाबु ढलाइ गरे होइन यो अनि आजकल चाहिँ यस्तो सिडी बनाएछ बाटोको पिच हुन्छ नि त्यो पिच हाने अघि सो गाइस पानी परिरहेछ अति नै हामी यहाँ छौँ अनि मलाई के बोल्ने भइरहेको क्या लिटरली आइएम गेटिङ अननोन है अनि यसरी फर्स्ट टाइम भ्लग बनाएँ अब राम्रो लाग्छ मन पऱ्यो भने चाहिँ अरू पनि भ्लग बनाउँछु म अनि त्यही हो गाडी लिएर यसरी हिँड्दाखेरि भ्लग बनाएको छु भने म गाडी लिएर हिँड्दा हुन्छु अनि ड्याम पनि आजकल चाहिँ पानी परेर हो कि किन कस्तो ऊ भएको जस्तो लाग्यो क्या मलाई त अलि अर्कै लाग्यो यार पहिला जस्तो फुल्दै आएन उतातिरबाट खोलिरहेको रहेछ पानी सो उता पारी चाहिँ यतातिर चाहिँ टनेल छ त्यो पछि जाउँला आज उसको कामले गर्दा भ्याइँदैन अब गएर अक्सन हेर्नुपर्छ होइन आउँदा यसो डुल्न जाऊँ न यहाँ नगएको कति भइसक्यो भनेर आऊ खासमा चाहिँ हामी अब अरू के छ अरू यस्तै छ अनि अगाडिको जुन भ्लगहरू हालेको चाहिँ मैले यो लेटेस्ट भ्लगहरू चाहिँ होइन मेरो पहिलाको भ्लगहरू हो मैले हाल्नु नभ्याएर बसिरहेको थिएँ अनि त्यहाँपछि अब चाहिँ भ्लगहरू आउँछ क्या रेगुलरली मैले लाइक अब यसरी हिँड्दाखेरि पनि मैले भ्लग गर्न स्टार्ट गरेँ भनेपछि अब चाहिँ भ्लगहरू म्याक्सिमम् आउँछ भन्ने मैले दिन्छु भनेर आफूलाई पनि हो पाइरहेको छ है मैले भ्याउँदिनँ कि खासमा भन्दाखेरि काठमाडौँ गइसकेपछि म राइट साइड यताउता केही पनि भ्याउँदिनँ सो त्यही हो गाइज किप वाचिङ है गाई चाहिँ यस्तो यो ठाउँहरू हुन्छ नि यस्तोमा आएर यहाँ बियरहरू खाने बियरहरू यहीँ फाल्ने चाहिँ नगरौँ ल बियरको सिसाहरू हेर्नु न यहाँ फालेको छ यो जताततै बियर फोहोर गर्ने उस गर्ने आफ्नो ठाउँलाई आफैले सफा गर्नुपर्छ कि बुझ्नुपर्छ यो खाएर नि राम्रोसँग जतन गर्नुपर्छ कि गाई चाहिँ यो बुझ्नु पऱ्यो अनि अब चाहिँ हामी निस्किँला माथि गएर अक्सन हेर्नुपर्छ के हुन्छ अहिले चाहिँ गाइज अब माथितिर नै भेट्नु पर्छ होला सायद माथितिर नै भेटिन्छ होला त्यो जरिन 2-4 शब्द के 2-4 जस्तो हामी आयौँ पानीले गर्दा हल्का डिस्टर्ब भयो हजुरलाई अझै राम्रो सिन चाहिन्छ भने पानी नपर्दा हामी फेरि आएर कमेन्ट गरिदिनु होला फेरि आएर हामी खिच्छौँ भन त्यही हो अरू के छ र भन्नलाई अरू केही पनि छैन अरू यस्तै हो सो गाइज त्यही अब माथि पार्टी प्यालेसमा राजेशको पार्टी प्यालेस हो त्यो चाहिँ त्यहाँनिर चाहिँ हो भइरहेको अक्सन सो त्यही गएर अब हामी पक्क लगाएर पारमा अक्सन हेर्नुपर्छ है त के हुन्छ अहिले चाहिँ गाइज बाई बाई साउजी के हुँदै हो यहाँ चाहिँ अब अप्सन भइरहेको छ केपिएलको अप्सन भन्ने के भन्ने गोला प्रथा मेरो नाम दाई हुनुहुन्छ यहाँ दाइहाल्यो भनिदिनु यस्तो हुँदो रहेछ यो म्यानेजरलाई नामै थाहा छैन यस्तो म्यानेजर छ इङ्ग्लिस नेपालीमा भन्दिनँ 9869 9869 भन्नु बाबु 69 बाबु के हो अनरबाट छोडेर को छ यस्तो छ है यहाँ माहौल केटाहरू छ ज्ञानेलाई हाल ज्ञान्ने भने रमरदाईबाट चाहिँ हामीले 10,000 चाहिँ उस गरिरहेको छौँ रकम मागेको छौँ हाम्रो भ्लगमा हेर्नु यो के हेर्नु मासु भात अब के भन्दै रुपेश दाईको भ्लगमा के भन्दै रुपेश दाईलाई के भन्छस् अनि रुपेश दाई के बानी नि भन्ने बाबु दाइ मेरो भ्लगमा 2-4 शब्द भनिदिनु न म भ्लग बनाउँदैछु कि वेलकम ए अनरलाई नामै थाहा छैन यस्ता अनर छ यो अर्को उता मेन अनर कहाँ अरे बाबु मेन अनर के मन्डी अरे मेन अनर मन्डीमा हुनुहुन्छ के अरे बाबु के अरे चिया मन्डी स्ट्राटेजी होला नि टिमको नाम भुमरी छ कोही बोल्ने निसा छैन ताली प्रतियोगिताका नारायण नेपालीज्यूलाई हार्दिक अनुरोध
मार्क्यु चाहिँ आफै किने हो इन्डिभिजुअली किने होइन मार्क्यु हो अरू चाहिँ सर्ने हो क्या यो हाम्रो मार्क्यु यो टिमको मार्क्युको प्रदीप होइन प्रदीप भने ऊ होइन हाम्रो डिफेन्डर होइन त्यो त यो टिमको कोच यो केटाहरूको टिम गरे मलाई हाँसो लागिरहेछ कोच कल्याण कल्याण भनेको चाहिँ अनरहरूको मेन अनर ल दादालाई वेलकम छ एडभर्टाइज गरौँ कि हो कि बाजु हामी कहाँ चाहिँ अक्सन हुँदै गर्छ मन्दिरपट्टि हुनुपर्छ रुपेश लास्टमा के हुन्छ साथी भन्दाखेरि हाम्रोमा चाहिँ होइन बिहे व्रत बन्द कुनै किसिमको पार्टी भात भोजखुवाई भयो भने चाहिँ हामीलाई चाहिँ सम्झना हुन्छ है अरू पार्टी प्लेसमा त हाम्रो यो टिम भुमरीको लागि मासु भात प्रत्येक दिन म्याच छ नि प्रत्येक दिन म्याचको लागि मासु किन सो यता चाहिँ अतिथिको आसन ग्रहण गर्ने कार्यक्रम चल्छ दाइ 2-4 शब्द जाओस् त यो केपिएललाई एकदमै के अरे यो डेङ्गु रोगबाट एकदमै यो कार्यक्रम सकिएपछि केही भनौँ है किन न हजुरहरू यहाँ देखिनु पर्यो ल हजुरलाई हजुरको छोरा लिएर हजुरलाई हेर्छ नि यहाँ ठ्याक्क युट्युबमा छोराले हेर्छन् दुइटैले यो 2-4 शब्द भनिदिनु त्यो अक्सन भन्दा पनि टिम सेलेक्सन चाहिँ रहेछ त्यही लेखिरहेको छ उता निशान बोल्दैछ निशान होइन टिम सेलेक्सन केपिआर T10 कालीगण्डकी प्रिमियर लिग यता उता उठा ल ठुलो मान्छे अब यस्तो हो क्या हाम्रो नाम आउँदैन नि दाजु भाइको साहुजीको नाम साहुजीको छोरोमा हाम्रो अस्ट्रेलियन केटाहरू मेरो उता यो त्यहीँ छ यो त्यहाँ छ हाम्रो मार्की प्लेयर त्यहीँ अघि यहाँ क्यामेरामा हेर्न आइज यहाँ क्यामेरामा हेर्न आइज त्यहीँ अघि माहौल जमेको छ माहौल जमिरहेको चाहिँ हुन्छ नि ढुकढुक भइरहेको होइन कुन प्लेयर पर्छ भनेर ए ढुकढुक भइरहेछ तर मलाई थाहा छ क्या जति ढुकढुक भन्छ अनि हाम्रो मैले आज बिहान राशि हेरेर आएको थिएँ होइन राशिमा चाहिँ राम्रो हुन्छ भन्दै थियो मेरो टिममा राम्रो खेलाडीहरू राम्रो अनुभवहरू खेलाडीहरू पर्छ भन्ने म ढुक्क छु सो गाइज अब चाहिँ यहाँनिर यो चिट्टा तुत्ने है चाहिँ यहाँ यसरी सिलेक्सन चाहिँ यसरी हो अरे यो खासमा अक्सन होइन रहेछ है टिम सिलेक्सन हो है सिलेक्सन हुँदै गर्छ या प्रमोसन गरौँ क्या यहाँ लास्टमा लिङ्कमा अब म्याप हाल्ने हो कि यो घरमा पनि कतितिर चाहिँ डिस्क्रिप्सनमा चाहिँ यो म्यापको लिङ्क हुनुपर्छ क्या है म्यापको लिङ्क बिर्मी आउँदै गर्दा चाहिँ हामीलाई सम्झिनु होला सो यहाँबाट अब नाम आइसकेको छ स्टार्ट भयो है अब ब्याग लगाएर ल है त ल स्टार्ट भयो यहाँबाट यसरी प्लेयरहरूको नाम त्यहाँ तल राखियो अब क्याटेगोरी छुट्टा छ के भनिदिन्छ है अलराउन्डर चाहिँ यो ट्याग लगाएर ल त्यहाँनिर के भयो भन्दाखेरि यहाँबाट प्लेयरहरूको नाम त्यहाँ गइसक्यो अनि अब त्यहाँ प्लेयरहरूको नाम गइसक्यो यहाँबाट अब एउटा रिप्रेजेन्टेटिभ गएर त्यहाँबाट ट्याग गरेर अनि कसले कसको थुत्छ त्यो अनुसार हुने हो गरे फुट्नको लागि कालीगण्डीपट्टि स्कुल तर्फबाट यहाँ निम्त्याउन चाहन्छु स्वप्निल भट्टराई ल हाम्रो स्वप्निल भाइ गइसक्यो त्यो त प्लेयर पनि भयो र आफ्नै नाम निकाल्ला फेरि ए
एउटा टिमको चाहिँ नाम अब उता हेर्दैछन् है के हुँदैछ अब हेर्दैछन् त्यहाँनिर टिमको नाम त्यसको चिट्टा निष्कासन हुँदैछ जुन चाहिँ आजको कार्यक्रमको प्रमुख अतिथिको हातबाट हुँदैछ उहाँलाई खेलाडीको नामबाट अनुरोध गर्न चाहन्छु। हाम्रो जरिन गएको छ है अगाडि जरिनले के कसको नाम निकाल्छ त जरिन गइसक्यो त्यहाँ कसै राम्रो दुख्दैन क्या हो सो गाइज यो चाहिँ अब लास्ट क्याटेगोरीको हो होइन अलिक बवाल खालको प्लेयरहरू छ अरे 10वटा भइसक्यो है 10वटा भइसक्यो एउटा बाँकी हो अब हाम्रो केटाहरू छन् यहाँनिर यो अबको क्याटेगोरी राउन्डलाई ताली दबदबा त्यहाँ हो लास्ट क्याटेगोरी अरे यो A+ क्याटेगोरी सबै वान अफ द बेस्ट वाला हो क्या हाम्रोमा को पर्छ जस्तो लाग्यो हाम्रोमा प्रेम दाई शेर दाई र अङ्कित पाण्डेको भाइ छ नि त्यति एउटा भन्नु यो होइन फेरि A+ क्याटेगोरी कम बलर होस् नि एउटा आउटिङमा चाहिँ एउटा को खुवाउँछु मैले ल एउटा आउट बनाएछ भने म त्यहाँ हुनु पर्यो एउटा हाम्रो टिमको होइन कि यसले एउटा आउट बनायो आफ्नो र आफ्नो ठाउँको नाम चलाउन सफल निकै नै अनुभवी खेलाडी प्रेमबहादुर राणा अनुमोदित भएका छन्। गेन्दै निकाल्छ यसले टाउको जिल्ला है टाउको जिल्ला टाउको समय है त्यसले ल यो एकजना 3जना 4जना 5जना 6जना 7जना लास्ट है अब 5जना 6जना यो होइन जगतन्त्र टाइगर्सको लागि अन्तिम खेलाडी यानी कि A+ क्याटेगोरीबाट निकै नै हुनार खेलाडीको रूपमा छनौट सफल भएको छ। दक्षिणवासी ब्याटिङ अलराउन्डर युवराज राणा गाडी यसैसँग हाम्रो टिम सिलेक्सन प्रोग्राम सकिएको छ। अब सबैजनालाई कङ्ग्रेचुलेसन मेन कङ्ग्रेचुलेसन सरलाई सरको सँग खेलिदिनु होला यहाँ भएको 3जना भनौँ मेरो म्यानेजर आउँदै हुनुहुन्छ हाम्रो प्रोग्राम गर्दैछु अहिले उहाँ काठमाडौँमा चिया खाँदै हुनुहुन्छ चिया खाँदै लाइभ हेर्दै हुनुहुन्छ हाम्रो टिम राम्रो हुन्छ भन्ने ल यो हाम्रो टिमको मालिङ्गा एउटै क्याटेगोरीमा रहेछौ अनि इन्ड अफ दि अक्सन हो कि सेलेक्सन के हो है समापन भइसक्यो है ल